डोमेस्टिक फुटबल अनि डबल ह्याट्रिक यो सुन्नासाथ हामीलाई निकै आश्चर्यमा पर्छौँ। किन भन्दा नेपाली फुटबलमा हामीले यस्ता प्रदर्शनहरू देख्न कमै पाउने गर्दछौँ र त्यो भने आज हामीले रेखा पौडेलबाट देख्न पाएका छौँ। नेपालमा अहिले चलिरहेको रेड बुल एल्फा वुमेन्स च्याम्पियनसिपको खेलमा आज नेपाल पुलिस क्लब र एफसी रयल भिडिरहेका थिए, जहाँ रेखा पौडेलले डबल ह्याट्रिक प्रहार गरेकी थिइन्। पहिलो हाफमै ह्याट्रिक पुरा गरेकी उनले दुवै हाफ खेल्दा 6 गोल आफ्नो नाममा पारेकी थिइन् र नेपाल पुलिस क्लबले उक्त खेल 10-0 गोलको फराकिलो गोल अन्तरले जित्न सफल भएको थियो, जहाँ रेखाले 6 गोल गरेकी थिइन्, मीनाले 2 भने पूजा र बिर्सनाले समान 1-1 गोल गरेका थिए। समग्रमा त्यो खेल हेर्ने भने एनपिसीले डोमिनेट गरेको थियो र रेखाले खेलेको हेर्दा लाग्थ्यो त्यसैले नेपालको ठुला प्लेयरहरू मध्येका एक होइनन् भनेर उनले देखाइरहेकी थिइन्। बारम्बार विपक्षी खेलाडीका डिफेन्सलाई ध्वस्त बनाउँदै ह्याट्रिक पुरा गरेकी थिइन्। के तपाईले यो प्रतियोगिता हेर्नु भएको छ त? र यदि यो खेल हेर्नु भएको थियो भने त्यो खेल तपाईलाई कस्तो लागेको थियो कमेन्टमा लेख्न सक्नुहुन्छ।